नमस्ते, म डाक्टर पीयूष गिरी, म प्लास्टिक सर्जन। आज हामी यो कानको प्लास्टिक सर्जरी बारेमा सबभन्दा धेरै सोधिने प्रश्न र त्यसको जवाफ दिने प्रयास गर्छु। कानमा गर्ने प्लास्टिक सर्जरी कस्तो हो त? कानमा गरिने प्लास्टिक सर्जरीलाई ओटोप्लास्टी पनि भनिन्छ। यसले चाहिँ कानको आकारमा भएको समस्याहरूलाई चाहिँ हामीले यसलाई प्लास्टिक सर्जरी मार्फत नर्मल देखिनेसम्म बनाउन सकिन्छ। अब कुन अवस्थामा चाहिँ कानको प्लास्टिक सर्जरी धेरै कमनली गरिन्छ भन्दा यो एउटा सबैभन्दा कमन कन्डिसनको नाम चाहिँ ब्याट इयर भनिन्छ। यो चाहिँ चमेराको जस्तै कानको आकार भएको भएर चाहिँ ब्याट इयर भनिने हो। यसमा चाहिँ कानमा चाहिँ धेरै जसो फेसको साइडमा र पछाडि गएको भन्दा पनि अगाडि आएको भएको भएर चाहिँ यसलाई ब्याट इयर भनिने हो। अब यसले गर्दाखेरि के समस्या आउन सक्छ भने ब्याट इयरले गर्दाखेरि सुन्नुमा कमी त्यस्तो त हुँदैन, तर देख्नुमा चाहिँ अलिकति फरक देखिने भएको भएर कति मान्छेहरूले यसलाई सेल्फ कन्सियस भएर सेल्फ कन्फिडेन्स पनि कम हुँदै जाने भएर समस्या हुन्छ। र यसकै कस्मेटिक सर्जरी ओटोप्लास्टीबाट चाहिँ अगाडि आएको कान चाहिँ त्यसलाई पछाडि लगेर आफ्नो नर्मल सेपहरूमा लिएर आउन चाहिँ सकिन्छ। ब्याट इयर बाहेक यस्तै मिल्दोजुल्दो देखिने चाहिँ कान कहिलेकाहीँ धेरै ठुलो हुने र कानको एकदम युनिक पोइन्टहरू हुने जस्तै फोल्डहरू हुने त्यो चाहिँ नभएको अवस्थामा पनि ओटोप्लास्टी चाहिँ गर्न सकिन्छ। अब यो कुन उमेरमा ओटोप्लास्टी गर्दा ठिक हुन्छ भने कान चाहिँ हाम्रो सानो बच्चादेखि हुर्किँदै र साइज बढ्दै जाँदा गर्दाखेरि लगभग 7-8 वर्षदेखि 7 देखि 9 वर्षको उमेरमा चाहिँ परिपक्व हुन्छ। त्यसपछि चाहिँ कानको चाहिँ 90% ग्रोथ भइसकेको हुन्छ भने 7 देखि 9 वर्षको उमेरपछि चाहिँ जम्मा 10% साइज बढ्ने हो। त्यही भएर यो उमेरमा पनि गर्न सकिन्छ, तर ठुलो मान्छे भइसकेपछि पनि जुन उमेरमा पनि गर्न चाहिँ सकिन्छ। अब यसको प्रोसेस कस्तो हुन्छ भने यो चाहिँ अपरेसनबाट गर्ने हो। अपरेसनबाट गर्दाखेरि चाहिँ कानकै भाग नै लट्ठ्याएर बेहोस नबनाइकन गर्न सकिन्छ र कानकै कुरकुरे हड्डी जुन चाहिँ छ त्यसले जुन चाहिँ अगाडि आएको छ र ब्याट इयर जस्तो देखिन्छ त्यसलाई नै कुरकुरे हड्डीलाई चाहिँ हामीले सेप गरेर र आफ्नो पोजिसनमा लिएर आउने काम गर्छौँ। अब यसमा दाग कस्तो हुन्छ अथवा दाग देखिन्छ कि देखिँदैन भनेर सोध्नुहुन्छ। कानको चाहिँ ब्याट इयर गर्दाखेरि हामीले कानको पछाडिबाट गर्ने भएको भएर अगाडिबाट चाहिँ देखिने दाग कुनै पनि हुँदैन र कुनै अवस्थामा यसो फोल्डहरू नभएको अवस्थामा नि यो कानको फोल्डको भित्री भागहरूबाट गर्ने भएको भएर प्रत्यक्ष रूपमा चाहिँ कुनै पनि कानको ओटोप्लास्टी अथवा कानको प्लास्टिक सर्जरी गर्दाखेरि चाहिँ देखिने भागमा चाहिँ हुँदैन। दाग चाहिँ हुन्छ तर छोपिएको हुन्छ। अब यसको रिकभरी कस्तो हुन्छ भन्दा सामान्यतः हामीले अपरेसन गरिसकेपछि एउटा ब्यान्डेज लगाउँछौँ, हेड ब्यान्ड भन्ने हुन्छ, जसले गर्दा चाहिँ हामीले कान पछाडि लगिसकेपछि त्यही पोजिसनमा राख्नलाई अनिवार्य र सपोर्ट गर्नलाई चाहिँ हेड ब्यान्ड लगाउन गरिन्छ। त्यो हेड ब्यान्ड चाहिँ लगभग 2 हप्ता जति चाहिँ लगाइन्छ। त्यसपछि चाहिँ हामीले टाकाहरू निकाल्छौँ। सुरुमा लगाएको हार्ड खालको हेड ब्यान्डलाई चाहिँ त्यसलाई रिप्लेस गरेर अलिकति सफ्ट नरम खालको हेड ब्यान्ड लगाउनु पर्ने हुन्छ। यो चाहिँ कम्तीमा पनि 1.5 महिनादेखि 3 महिनासम्म लगाएको चाहिँ राम्रो। अब दागहरू त 2 हप्ता जस्तोमा ठिक भइहाल्छ भने कानको फाइनल सेप आउनलाई चाहिँ लगभग 1.5 महिना हेड ब्यान्ड लगाएर राखिसकेपछि चाहिँ आउने गर्दछ। अब कानको प्लास्टिक सर्जरी सम्बन्धी यो भिडियोमा हेरिदिनु भएकोमा धेरै धन्यवाद र यस सम्बन्धी कुनै पनि प्रश्न छ भने म जवाफ दिन रेडी नै छु। हस्, धन्यवाद।